हाई एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म यता जामाचोक जानको लागि रेडी भएर निस्किसकेका छौँ। ल त्यस पछाडि म यहाँ निस्केर तेल हाल्न आइसक्यो। ल साथीहरू म चाहिँ तेल हालेर निस्किसक्यो। अनि बालाजी चोकमा आएर साथीहरूले नै पुगेँ एकछिन कति 10-15 मिनट जति पुग्यो होला। त्यसको साथीहरू पनि आइसक्यो। अनि त्यसपछि हामी हिँड्यौँ है त। अहिले छिर्न पाउनु मिल्छ होइन? अहिले छिर्न मिल्छ होइन? बाइक छिर्न मिल्छ होइन अहिले? माथि माथि जामाचोलाई हजुर मिल्दैन त अहिले। टाइम अफ भइसक्यो त, फर्किने टाइम भइसक्यो हो। भोलि बिहान 7 बजीदेखि 1-1:30 बजीसम्म मात्रै पाइन्छ। त्यहाँभन्दा पछाडि पाइन्छ। 1:30 बजीसम्म मात्रै हो? ए अहिले मिल्दैन रे नि त। अब यहाँ हामी जामाचोकको लागि आएको खासमा। अब त्यहाँ हामीलाई छिर्न दिएन किनभनेदेखि हामी ढिला भइसकेको थियो। अब त्यस पछाडि हामी कहाँ जाने भन्दाखेरि चाहिँ हामी जाने भयो अब यता मुटुको भन्ज्याङ हेरौँ है त। अब मुटुको भन्ज्याङ जाऊँ। अब त्यहाँ एकछिन बसेर होइन भ्यू स्यू हेरौँ। अनि त्यसपछि फर्क्यौँला। स्टे ट्युन एट द गाइज, यसो हेर्दै गर्नु होला। मलाई चाहिँ यो जामाचोकको लागि जहिले यस्तै हुन्छ। अस्ति पनि म आएको थिएँ एकचोटि, त्यो बेलामा चाहिँ यो बाइकको साउन्ड चाहिँ लाउड भयो भनेर छिर्न दिएन होइन। अनि त्यस पछाडि चाहिँ म छिरेन। फेरि अहिले आएर चाहिँ फेरि आज आएको, आज आउँछ फेरि जानु पऱ्यो भनेर आएको, जसरी पनि छिर्नु पऱ्यो भनेर आएको। फेरि आज ढिलो भइसक्यो रहेछ। त्यही भएर चाहिँ अब यहाँ छिर्न दिएन। अब हामी आयौँ यता मुटुकोतिर लगाइसक्यो। अब हामी यतातिर आएको, फेरि यतातिर पनि खै के गरेर फेरि यहाँनिर बाटोहरू ब्लक भइरहेको रहेछ। कन्स्ट्रक्सनको काम चलिरहेको के हो है। उता भएन भनेर यता आएको, यता पनि यस्तो चलिरहेको रहेछ। अब के रहेछ बाटो बन्द ल आएको के भन्दा यहीँ राख्ने हिँडेर जाने। अब कति टाइम छ यहाँबाट? कन्स्ट्रक्सनको काम चलिरहेको रहेछ। अब हामी त यसो डाँडै जानु पर्ला है। यो डाँडै छ नि, त्यो त फार्म रहेछ, कालिज फार्म। आएको म चाहिँ बाटै ब्लक। कस्तो हावा चल्यो है। स्लट त चिप्ल्यो भने छैन। छैन क्या हो माथितिर बाटो? हेर माथि बाटो हुनुपर्ने हो। हामी त कुरो घारीतिर पो हिँड्यो त।
कता आएको छ हामी जानुपर्ने चाहिँ ऊ त्यहाँ हामी आयो कि यता सर्टकट हानेको लङ्कट पऱ्यो के गऱ्यो के रहेछ यो यार सिमेन्टी ए होइन होइन सिमेन्टी त के हो गिटी गिटी ओहो यहाँ त गिटी त बोरामा पो आउँदो रहेछ त चिप्स हो त्यो बिचमा हजुर चिप्स यहाँबाट होला यार हो रहेछ हामीले थाहा नभएर नि उसले बोलाइरहेको थियो हाम्रो साउले कसले तपाईँलाई देखुनाले तपाईँलाई हामीलाई हो र त्यसलाई आऊ भन नि अन्त फेरि फेरि उफ्ले रहेछ नि त क्याफे मलाई थाहा थिएन पहिला पाँडे जे त जस्तो लाग्छ मलाई भद्रगोलमा क्या यस्तोतिर थियो यही जस्तो लागेको थियो उवेला आउँदा गर्मी महिनामा त नजिक आयो भने त बोर हुन्छ नि त गर्मीले यहाँतिर नि जग्गा सग्गा प्लानिङ सानिङ गरेर बेच्न थालेछु प्लटिङ हाने जस्तो त्यहाँ योभन्दा 2-3 वर्ष अगाडि आउँदाखेरि यहाँ अफरोड थियो कि अहिले ढलान गरेछ यो उयो हो के रहेछ ए अस्ति न हामी कतिचोटि आयो चढ्नै पाएन हो र किन नदिने रहेछ नदिने टाइममै आइपुग्दो रहेछ छिरै छैन हामी पनि ठ्याक्कै हामी टावर चढेको छैन अहिलेसम्म हामी ठ्याक्कै पुग्नु होइन ठ्याक्कै क्लोज भएर क्या माथि टुक्ने कहाँ चाहिँ वाइल्डकोमा क्या भाइ ए ठ्याक्कै हामी पुग्नु होइन त्यो वाइड मोमो खोल्ने टाइममा त ए बाफ्रे मान्छे त बहुत क्राउड भएको जस्तो लागेको थियो मलाई ठ्याक्कै पुग्नु नि ठ्याक्कै बन्द भयो के हो यहाँबाट त संसार देख्ला जस्तो त उकालो त होट यो सिङ्गल ट्रीमा जानु पनि यस्तै छ नि ल ल ल ल सर ल को अगाडि ल ए मैले त तपाईँ भन्नु नानी राखेँ होइन मैले त तपाईँ भन्नु होइन तपाईँलाई कसरी चिनेर पिट्यो भन्नु मैले चाहिँ हद्दाइ भन्नु चिने यस्तो हान्छ कसरी चिन्यो भन्नु
अहिले तल फर्किँदै टाउको दुख्छ चिसोले मामा उडाउला फेरि अब हामी यहाँ मुड्कु भन्ज्याङमा आएर बहिनीको पसलमा चटपट खाँदैछु यहीँ आगोसागो तापेर गाइजहरूसँग है चिसो या है यत्रो सानो ठिक्कको आगो पनि रहेछ यहाँ आमा बहिनी क्या हाल लजाएको यार कति रुपियाँको बदाम हो बहिनी हो एउटा पकाएको ल ठिक छ बदाम त नखाउँ खोकी लाग्ने अब हामी चटपटे खानु पऱ्यो प्याक्क पारेर केही छैन दाउरै छैन भनेर गफ दिएर यो बहिनी फटाइरहेछ यार मैले चटपट बनाएको हो गफ मिठो हान्दो रहेछ नि मैले तिम्रो अनुहार देखाएको छैन बहिनीले काट्दैन जस्तो यार यस्तोले योभन्दा खतरा मै काटिदिन्छु फुका सुका नि राखेर चाहिँ बहिनीले यहाँ हट यार मोडकोमा आउँदा लास्ट चिसो रहेछ आज ट्राफिक आइदियो माथि सिर उड्दै भवाल खाले ठुलो रहेछ यार यो यार हट चटपटी ल्याइसक्यो है खाएर राम्रो कस्तो रहेछ आमाहरूको के हो चटपट खाएर हेर्नु न चटपट खाएर हेर्नु न दामी छ खोइ अलि सुक्खा सुक्खा जस्तो लाग्छ त नानी चटपटे चटपटे पनि चिया पनि एकैचोटि दामी छ बोबल हाई एभ्रिवान हामी चाहिँ यो मुड्कु भन्ज्याङको भ्यू टावर घुमेर फर्किसक्यो अब आजको भ्लग यति नै होला जस्तो छ किनभने एकदम चिसो पनि परिसक्यो है लास्टै चिसो छ जाडो पनि छ अब अँध्यारो अँध्यारो नि भइसक्यो ओके सी यू नेक्स्ट भ्लग है त गाइज